नमस्ते। म चाहिँ जय काठमाडौँबाट अहिले एउटा सानो विषयवस्तु सम्बन्धी बोल्न गइरहेको छु। अब यो खासै मैले यस्तो भिडियो त खासै बनाउने गरेको थिइनँ र मैले खासै बोल्न पनि त्यति रुचाउँदिनँ। मैले एउटा चाहिँ विषयवस्तु चाहिँ आइपुग्यो, त्यस कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ एउटा बोल्न मन लाग्यो। केही कुराहरू यो एउटा सामाजिक सञ्जाल मार्फत चाहिँ राख्न मन लाग्यो, जुन चाहिँ विगतका केही कुराहरू चाहिँ केही कुराले चाहिँ विगत समथिङ 20 वर्ष अगाडिदेखिको केही कुराहरू छ। यो राजनीतिक पोलिटिसियनको विषयमा केही कुराहरू बोल्न मन लाग्यो मलाई। त्यस कारणले गर्दाखेरि मैले चाहिँ आज एउटा त्यो बोल्न पाउने एउटा अवसर पाएको छु। त्यस कारणले गर्दाखेरि यो कुराहरू चाहिँ मैले यो सामाजिक सञ्जाल मार्फत चाहिँ मैले राख्न गइरहेको छु र कृपया यसलाई चाहिँ त्यस्तो अन्यथा नसम्झिनु होला र त्यो कुनै अनावश्यक कुरा होइन। जे कुराहरू भएको थियो र जे घटनाहरू थियो त्यो कुरालाई चाहिँ मैले तपाईँहरूलाई चाहिँ प्रष्टै यो सामाजिक सञ्जाल मार्फत चाहिँ मैले उजागर गर्ने कोसिस गरेको छु। करिब 20-21 वर्ष अगाडि तत्कालीन विद्रोही नामको एउटा कथित नेकपा माओवादी भन्ने जुन एउटा पार्टी थियो कुनै बेला नेपालमा, त्यो पार्टीमा आबद्ध भएका जुन एउटा चाहिँ नि माओवादीको नाम लिएर जुन चाहिँ साँच्चैकै माओवादी चाहिँ होइन तर नक्कली माओवादी तर सक्कली माओवादीको नाम लिएर जुन देशमा चाहिँ आमूल परिवर्तन गर्छौँ भनेर चाहिँ यो देशमा 10 वर्ष चाहिँ जनयुद्ध गरे। जनयुद्ध त होइन तर तिनीहरूले गरेको चाहिँ व्यक्तिगत धनयुद्ध चाहिँ तर जनयुद्ध चाहिँ होइन। त्यसलाई चाहिँ जनयुद्धको नामाकरण गरेर कथित माओवादी अब तत्कालीन अब गइसकेका विद्रोहीहरू, खास तिनीहरू चाहिँ विद्रोही हुन् र पछि आइसकेपछि यिनीहरू भ्रष्टाचारीको चाहिँ बिल्ला पनि भेट्न उनीहरू तयार भए। यिनीहरूले चाहिँ करिब 20-21 वर्ष अगाडि 2059 सालको चैतको मसान्तमा चाहिँ बाजुरा जिल्लाको रोगिन गाविस, अहिले पर्दैछ हिमाली गाउँपालिका, त्यतिखेरको चाहिँ रोगिन गाविस वार्ड नम्बर 8 बच्छे भन्ने ठाउँमा चाहिँ मेरो घर छ। त्यहाँ उनीहरूले त्यो समयमा चाहिँ मेरो पनि घर लुटेका थिए। तिनीहरूले ती माओवादी नामका व्यक्तिहरूले कठित एउटा समूह आएर घर लुटेर हामीलाई चाहिँ घरबाट निकालेर विषम परिस्थिति त्यो बेलाको परिस्थितिमा चाहिँ हामीलाई चाहिँ एउटा समाजदेखि एउटा चाहिँ त्यहाँको वातावरणबाट चाहिँ अलग गराइएको थियो। र हामी खासमा भन्ने भने मेरो व्यक्तिगत पारिवारिक स्रोत भनेको चाहिँ हामी एकदमै सिम्पल, हामी गरिब र एकदम कृषि गरेर खाने। मेरो हिजो बाजेले पनि कृषि गरेर खाए, मेरो बुवाले पनि कृषि गरेर, हामीले पनि कृषि गरेरै अहिलेसम्म चाहिँ यहाँसम्म पुगिरहेको छौँ। भनेपछि त्यो समयको बेला अहिलेको डेभलप भइसकेको एउटा लोकतान्त्रिक सङ्घीय गणतन्त्र पछिको नेपालमा त अहिले हामी चाहिँ नि कुनै पनि हिसाबमा चाहिँ कुरामा गनिँदैनौँ भने त्यो बेला त हामी सानो नै थियौँ। त्यो समय पढ्ने समय थियो, लेख्ने समय थियो। त्यो समयमा तत्कालीन विद्रोही नेकपा माओवादी नामका केही दक्षाहरूले चाहिँ हामीलाई आक्रमण गरिसकेपछि चाहिँ त्यो बेलाको समयमा चाहिँ घरबाट भएको सम्पूर्ण सही सम्पत्ति उनीहरूले लुटेर लगे। यो कुरा अहिलेसम्म हामीले चाहिँ खासै काहीँ भनेको पनि थिएनौँ, गरेको पनि थिएनौँ र यो चाहिँ एउटा ठिक छ देशको विषम परिस्थिति अनुसारले ग्रोस गरे भन्ने कुरा एउटा मनमा थियो। त्यो कुरालाई चाहिँ हामीले त्यति अब अप्ठ्यारो रूपमा पनि लिएका थिएनौँ र सहज हिसाबमा ठिक छ देशमा यो विषम परिस्थिति छ, चलिरहेको छ भन्ने हिसाबले चाहिँ हामीले यो कुरालाई चाहिँ सहजै रूपमा लिएका थियौँ। त्यस्तो जे थियो मनमा थियो। तर त्यो समयमा चाहिँ यस्तो सामाजिक सञ्जाल अहिले थिएन कि त्यो समयलाई चाहिँ पुष्पटन गर्ने र एउटा निकायमा भन्ने समय पनि त्यतिखेर त्यो थिएन। ताकि त्यो समयमा यदि हामीले त्यसको विरुद्धमा बोल्यौँ भने हामीलाई सिधै के गरिन्थ्यो, मारिन्थ्यो, लखटिन्थ्यो, घरबाट निकालिन्थ्यो, समाजबाट टाढा गरिन्थ्यो, बहिष्कार गरिन्थ्यो। हामीलाई चाहिँ नि अवस्था त्यतिखेरको गम्भीर थियो। त्यसकारण हामीले चाहिँ
मैले चाहिँ व्यक्तिगत धारणामा चाहिँ हामी त एउटा चाहिँ देवी देवता मान्ने मान्छे, मैले भनेको थिएँ, हे भगवान, हे देवी देवताहरू, यो माओवादी पार्टी भन्ने एकपटक पतनै भएर जाओस्, यसको नाम निशानै हटेर जाओस्। यो प्रचण्ड भन्ने यो एउटा चाहिँ त्यतिखेरको चाहिँ त्यो हत्यारा र त्यसका आउरे बाउरे धुपाउरेहरू यी सबै एकपटक एक समय सबै चाहिँ नि सखापै भएर जाओस्, यिनीहरूको चाहिँ यो पार्टीको नामै सुन्नु नपरोस्, समाप्त भएर जाओस् भनेर चाहिँ मैले त्यतिखेर चाहिँ एउटा चाहिँ आफ्नो देवी देवतालाई, आफ्नो मान्ने जान्नेलाई चाहिँ मैले त्यो सम्झेको थिएँ। फलस्वरूप आज त्यसको रिजल्ट ठ्याक्क चाहिँ 2082 सालमा आएर अहिले चाहिँ प्रमाणित भएको छ। भनेपछि यिनीहरू भनेका लुटेरा, ठग, फटाहा, डाकाको एउटा चाहिँ के हो भन्दाखेरि झुन्ड, एउटा समूह हो। यो समूहले देशमा विभिन्न क्रियाकलाप गरे। 10 वर्ष जनयुद्धको नाममा यस्ता व्यक्ति त्यहाँ प्रवेश गरेका थिए जो चोर, फटाहा, गुन्डा, अनैतिक काम गर्ने अनि बलात्कारी काम गरेका सबै त्यो समूह त्यहाँ एउटा चाहिँ भिड जम्मा भएको थियो। त्यो भिडले त्यो देशमा यति विषम परिस्थिति निम्त्याएको थियो ताकि जनतालाई सहजै एउटा बस्न पाउने अवस्था नै थियो। न पढ्न पाए त्यो समयका मान्छेले राम्रोसँग, न लेख्न पाए, न आफ्नो घर परिवारसँग राम्रोसँग बस्न पाए त्यो समयमा। भनेपछि यिनीहरूले देशलाई आमूल परिवर्तन गर्छौँ भनेर चाहिँ त्यो विद्रोह गरेका थिए। तर अहिले आएर बुझ्दाखेरि त्यो विद्रोह ठ्याक्क आफू चाहिँ नि धनी बन्नको लागि र आफू चाहिँ नि एउटा चाहिँ नि व्यक्तिवादी चाहिँ एउटा समूहवादी चाहिँ एउटा भिड पैसा कमाउनको निम्ति चाहिँ नि त्यो त्यतिखेरको चाहिँ युद्ध गरिएको रहेछ भन्ने कुरा अहिले आएर प्रष्ट भयो। त्यस कारणले गर्दा मैले यति बुझेको छु, म धेरै अब यो पोलिटिसियन सम्बन्धी मलाई थाहा पनि छैन, ज्ञान केही पनि कुराहरू मलाई त्यति ज्ञान छैन। तर पनि एउटा देशलाई चाहिँ परिवर्तन गर्छौँ भनेर हिजोको दिनमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू साना साना बच्चाहरूलाई भेला गरेर उनीहरूले के गरे भन्दाखेरि युद्धभूमिमा चाहिँ नि प्रवेश गराइसकेपछि त्यसको ठ्याक्क 20 वर्षपछि अहिले आएर यिनीहरूले चाहिँ यिनीहरूको नाम निशाना नै मेटिएको छ। त्यसको लागि चाहिँ एकदमै मनमा खुसी पनि लागेको छ र अहिले आएर यो रमाइलो पनि लागिरहेको छ। साँच्चै त्यतिखेर चाहिँ नक्कली माओवादी थिए भन्ने कुरा चाहिँ हामीले सोचेका थियौँ, आज आएर प्रमाणित भएको छ। यी नक्कली माओवादीहरूलाई, यी नक्कली चाहिँ नि त्यतिखेरका जो देशद्रोहीहरू थिए यिनीहरूलाई चाहिँ अहिलेको आउने सरकारले चाहिँ यिनीहरूलाई चाहिँ कानुनी कारबाही गर्नुपर्छ र कानुनी दायरामा ल्याउनुपर्छ र यिनीहरूलाई चाहिँ जतिका चाहिँ नि त्यतिखेर चाहिँ यिनीहरूले लुटेका थिए, घर लुटेका छन्, सरकारी प्रोपर्टी लुटेका छन्, ब्याङ्क लुटेका छन्, संस्था लुटेका छन् हैन, त्यो त एक ठाउँमा छ। र व्यक्तिका एउटा निर्दोष व्यक्तिहरूका घर लुटेका छन्, यसको चाहिँ परिणाम यिनीहरूले भोग्नुपर्नेछ र यही कुराले यिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्छ भन्ने चाहिँ नि सरकारलाई चाहिँ जोरदार अनुरोध गर्न चाहन्छु। र अबको चाहिँ परिवर्तन भनेको चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्दछ र त्यसले चाहिँ अमल चाहेन शान्ति प्रक्रियामा गएर एउटा देशलाई देश विकासको चाहिँ निकास गर्नुपर्छ भन्ने चाहिँ नि धारणा राख्दछु। र अहिले यिनीहरूलाई आएर श्राप लागेको छ, यिनीहरूलाई चाहिँ अहिले पाप लागेको छ, यिनीहरूको लागि चाहिँ पाप धुरीबाट खराएको छ। यी एउटा चाहिँ नि फटाहाको जत्था जुन थियो, एउटा देशद्रोहीको जुन जत्था थियो, यिनीहरूलाई अहिले आएर ठ्याक्कै श्राप लागेको छ। हिजोको दिनमा देवी देवताका चाहिँ मठ मन्दिर उजाडे, भत्काए, यिनीहरूले चाहिँ हरेक सरकारी भवनहरू भत्काए, हरेक कलिला बालबच्चालाई चाहिँ यिनीहरूले काटिकुटे, हरेक चाहिँ नि नारीका सिन्दुर पुछे। यो श्राप अहिले आएर चाहिँ लागेको छ। यसको सम्पूर्ण जिम्मेवारी चाहिँ तत्कालीन कथित माओवादी नामक एउटा जत्थाले लिनुपर्छ र यिनीहरूलाई कारबाही हुनुपर्छ भन्ने चाहिँ माग गर्दछु।
यो अन्यथा नलिनु होला। यो मैले मात्र होइन, यो सबैले देखेको र भएको कुराहरू हो। र यो मैले हिजो चाहिँ जुन चाहिँ अब यो नेपालबाट चाहिँ माओवादी नामको एउटा पार्टी एउटा चाहिँ कायर भएर एउटा चाहिँ नि बागमतीमा बगेर गइसकेपछि मैले चाहिँ यो कुराहरू गर्न एउटा मन लाग्यो। त्यस कारणले मैले चाहिँ यो सामाजिक सञ्जाल मार्फत मैले तपाईँहरूलाई यो भनेको छु। र विस्तृत रूपमा जानकारी बुझ्नुलाई अझै यसको धेरै कुराहरू छ। मैले अब यो धेरै कुरा राख्न चाहिनँ। मैले यति मात्रै भने। यदि कोही मित्रहरू जोडिन चाहनुहुन्छ भने यो कुराहरूमा चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। र हामी चाहिँ अबको नयाँ नेपाल कसरी बनाउने भन्ने तर्फ पनि हामी लाग्नुपर्छ र हामी सबै युवाको यो जिम्मेवारी छ भन्दै सबैलाई चाहिँ धन्यवाद तथा जय देश जय नेपाल भन्न चाहन्छु।